साथीहरू, छोरा कसरी हुन्छ, छोरी कसरी हुन्छ? आजको भिडियोमा यही विषय सम्बन्धी चर्चा गर्नेछु। कतिपयलाई मेरो भिडियो राम्रो लाग्न पनि सक्छ, नराम्रो लाग्न पनि सक्छ। मन परेपछि भिडियो लाइक गरिदिनुस्, कमेन्ट गरिदिनुस् अनि एक सेयर गरिदिनुस्। अब मन पर्दैन भनेपछि स्किप गर्दै जानुहोस् है, त्यो मेरो केही टाउको दुखाउ भएन। र आजको विषयवस्तुतर्फ लागौँ। कतिपय दाजुभाइहरूले त छोरी नै छोरी जन्माई भनेर एकदम धेरै हेला गर्ने होइन, आफ्नो श्रीमतीलाई चाहिँ अलिकता लुच्छ व्यवहार, तुच्छ व्यवहार जस्तो गर्ने, त्यो हामीले गाउँघरमा देखिरहेको हुन्छ होइन साथीहरू। त्यसैको लागि कतिपयहरूलाई चाहिँ थाहा छैन छोरा कसरी बस्छ, छोरी कसरी बस्छ भन्ने विषयमा कसैलाई त्यति थाहा नहुन सक्छ है। त्यसको लागि चाहिँ यो भिडियो एकदम इम्पोर्टेन्ट छ। अब छोरी कसरी हुन्छ होइन साथीहरू, छोरी कसरी हुन्छ भनेपछि महिनावारी भएको 7 दिन, 9 दिन, 11 दिन, 13 दिन भित्रमा गर्भधारण गरेपछि त्यो चाहिँ छोरी बन्छ होइन साथीहरू। अब छोरा चाहिँ कसरी बन्छ, छोरा कसरी रहन्छ गर्भमा, जस्तो कि महिनावारी भएको 6 दिन, 8 दिन, 10 दिन, 12 दिन, 14 दिन, यो दिनहरूमा चाहिँ गर्भधारण गरियो भने 100 मा 100% छोरा हुन्छ। तपाईहरूले स्वास्थ्य चौकीमा अथवा हस्पिटलमा अथवा कोही डाक्टरसँग गएर पनि बुझ्न सक्नुहुन्छ है साथीहरू। भिडियो मन परे लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हस्त, धन्यवाद।